नमस्ते वेलकम ब्याक टु माई प्रदीप सानी अफिसियल युट्युब च्यानलमा यहाँहरू सम्पूर्ण आत्मीय जन प्रिय मन मित्र आफन्तजन साथीभाइ यहाँहरू सम्पूर्णहरूलाई चाहिँ यो हृदय कण्ठस्मरणदेखि नै हार्दिक स्वागत गर्न चाहन्छु। आशा छ यहाँहरू सम्पूर्ण सन्चै हुनुहुन्छ होला, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्। आफूलाई भने सदैव आफ्नो कर्मप्रति व्यस्त गराउनुहोस्, किनभने व्यस्त जिन्दगीले नै यहाँहरूको जीवनमा नयाँ जोस जाँगर ओठमा हाँसो र मुहारमा मुस्कान ल्याउनको लागि चाहिँ सदैव सहयोग गर्दछ। आज फेरि पनि नयाँ दिनसँगै नयाँ भिडियो लिएर यहाँहरूमा उपस्थित भइसकेको छु। आजको भिडियो पनि यहाँहरूको रमाइलो सुन्दर र बवाल हुनेवाला छ। यहाँहरूले आजको भिडियो पनि अन्तिमसम्म हेरेर कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया भने कमेन्ट बक्समा कमेन्ट गरेर नभुल्नु होला भन्दै आफ्टर लङ टाइम धेरै समय पश्चात भइरहेछ यहाँहरू सम्पूर्णको मनमा कस्तो लागिरहेको छ, जस्तो लागेको छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया भने कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। आज रमाइलो चाहिँ घुमघाम रहनेछ र आजको घुमघाम रमाइलो भेटघाट सँगैको चाहिँ नयाँ एकदम मेमोरेबल विस्मरणीय यो पल कस्तो रहनेछ। अब विदाउट एनी डिले लेट्स इन्टर इन्टु आवर भिडियो गाइस। ओके, अन्तिमसम्म हेर्नुहोस् अनि लाइक सेयर र नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, किनभने माया बाँडे माया नै पाइन्छ भन्दै यहाँहरू सम्पूर्णको जय होस्, कल्याण होस्, मङ्गल होस्। भिडियो अन्तिमसम्म हेरिदिनु होला है त हजुर। हेलो वेलकम, स्वागत छ कुन्टे। हेलो, के छ खबर? या आज हामी गइरहेछौँ। कस्तो लागिरहेछ? राम्रो लागिरहेछ। जङ्गलको बाटो जान्छौँ हो ल, बाँकी यहाँ कस्तो रहन्छ हामी देखाउँछौँ। ठिक छ, भिडियो आजको फरक छ, फरक पृष्ठभूमिमा फरक रहनेछ। आज अन्तिमसम्म हेर्नु होला भन्दै म चाहिँ अबको क्रममा यहाँहरू दुवैजनालाई एकमुष्ट स्वागत छ। धन्यवाद, धेरै धेरै धन्यवाद ल है त। अब बाँकी चाहिँ हामी अहिले बाटोमा छौँ, बाटो के दृश्यहरू पनि देखाउँछौँ अनि पश्चात हामी डेस्टिनेसनमा पुगिसकेपछि बाँकी चाहिँ देखाउनेछौँ है त।
पारिपट्टि डोलेश्वर डोलेश्वर उता हो डोलेश्वर महादेव पारिपट्टि ठ्याक्क त्यो रातै रातो छ त हामी यतापट्टि छौँ त्यो हो अँ। स्टार्ट One, two, three, go. के चिज सरलाई देखाऊ भने क्या मैले मैले यस्तो गर्नु हाम्रो डेस्टिनेसन यही हो ग्याम्पो यतै हो डेस्टिनेसन घ्याम्पे डाँडो पहिलो घ्याम्पे डाँडो यही हो पहिलो चाहिँ यही हो पहिलो स्टेसन हामी चाहिँ पर्खेर 2-4वटा के अरे बात मार्ने ठाउँ कहाँ हो बात मार्ने ठाउँ यही हो हामी घ्याम्पकै छेउमा बसेर बात मार्छौँ रोड पनि ल्याए त साथीहरू त्यो कहाँ अलि माथि राम्रो रहेछ अब सम्पूर्णलाई हार्दिक स्वागत छ पृष्ठभूमिमा यहाँले देखिसक्नु भएको छ र हामीले भिडियो सुरु गरिसकेको छौँ अवस्था हेरेर त्यो अगाडिकोलाई मिलाउँछौँ तर अहिले चाहिँ म्याम स्वागत छ संसारमै हुनुहुन्छ नि एकदम ठिक छ आजको दिन चाहिँ रमाइलो हुनेछ अनि हाम्रो विशेष हेलो
वाह अनि हाम्रो एकदम लिटल ह्यान्डसम नमस्ते 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 उहाँले नमस्ते अघि नै गरिसक्नु भएको छ फेरि वान मोर टाइम नजर लाग्ने खालको नमस्ते गर्नुहुन्छ उहाँले अनि आज लुक्स त के दामी छ त पुरा के हो यो खास केमा हो तपाईँ के डोनाल्ड ट्रम्प जस्तै ल यस्तो पनि हो के छ ठिक छ नि एकदम आफ्टर लङ टाइम धेरै समयको पश्चात फेरि पनि यहाँ भेट हुने अवसर पाइयो हामी भक्तपुरको यो निकै हाम्रो क्यामेराम्यान पनि हुनुहुन्छ क्यामेराम्यानलाई क्यामेराम्यान हामीले बाहिरबाट हायर गरेर ल्याएको उहाँबाट के अरे हाम्रो चाहिँ अस्ट्रेलियाबाट लिएर आएको है अस्ट्रेलियाको हाम्रो चाहिँ त्यहाँबाट हायर गरेर लिएर आएको है उहाँले चाहिँ खासै नेपाली चाहिँ अब सुपरम्यान बोलिसक्नु होइन ल सुपरम्यान के छ अब एकछिन नेपालीमा बोलिदिनु पर्यो जनता जान्न चाहन्छन् आजको घुमाइ चाहिँ कस्तो लागिरहेको छ राम्रो लागिरहेको छ अनि यो ठाउँको नाम पनि भन्नु पर्यो वाउ ल हेर्नुहोस् त उहाँको प्रोनाउन्सिएसन दामी छ नि घ्याम्पे डाँडा होइन खेम्पे डाँडा खेम्पे डाँडा हामी धेरै समयपछि घुम्न आएको हौ होइन राम्रो छ टोपी सिक्न मिल्छ राम्रो छ चाहिँ अस्ट्रेलियाबाट हामीले अस्ट्रेलियन खामालामा तपाईँहरूलाई हामीले अस्ट्रेलियाबाट क्यामेराम्यान मगाएर लिएर आएको छौँ यो अवसरमा उहाँहरू पनि हेर्न पाउनु उहाँहरू हाम्रो चाहिँ खुसी हुनुहुन्छ तपाईँ पनि खुसी हुनुहुन्छ है रमाइलो लाग्दैछ आज मलाई फेरि अस्ट्रेलियन भाषा पनि आउँदैन नेपाली मान्छे अलिअलि बुझ्नुहुन्छ अनि रिप्लाई गर्न चाहिँ हेलो क्यामेराम्यान चाहिँ देखिनुहुन्न यसमा फरक त्यति महँगो क्यामेराम्यान परेर हो कि ड्रोन टाइपको उहाँले चाहिँ क्याप्चर गर्नुहुन्छ अब यतिको भइसकेपछि अब चाहिँ हाम्रो ड्राई पिकनिकको म्यानेज हुँदैछ यो हो न अनि हामीसँग भेट भइरहेको छ धेरै धेरै राम्रो बनाना हामीसँग भेट चिम्पान्जी हो ल ओके थ्याङ्क यू आज फेरि यतिखेरै घन्टी बज्नु परिरहेको फेरि यो हो हाम्रो परिकार यहाँ फेरि गुरुलाई सत्कार गर्नलाई ढिकीमा लोकल चिउरा कुटेर ल्याएको छैन फेरि सम्झिनु होला मेसिनले च्यापेको होइन यो होइन यो त के सगरमाथा हुँदैछ त सगरमाथा आधार शिविर अब त्यसलाई धेरै हुन्छ धेरै हुन्छ परिसन यहाँ अहिले आधी हुन्छ परेन यो चाहिँ अहिले अहिले सम्झाउँला त्यहाँ स्ट्यान्ड राख्नु त स्ट्यान्ड यहीँ राख्नु त दिनुपर्छ तपाईँलाई म तल बसेछु गरौँला कस्तो लागिरहेछ मिस्टर ह्यान्डसम बोय कस्तो लागिरहेछ आज ल भन्नु धेरै राम्रो लागिरहेको छ रमाइलो पनि छ होइन मसाला Can I open this? Yes, of course. Can you tear this? Yeah, from here. I don't do this. Oh, you can't do the बाबु चना आज चाहिँ हाम्रो तर यो चाहिँ मैले चाहिँ हामीले यो चाहिँ धेरै पहिलाको चाहिँ योजना थियो तर आज संयोगले कसरी बन्यो जनता जान्न चाहन्छ
जनता जान्न चाहन्छ होइन अब जनता धेर जानिसके अब बुझिसके जनता त्यस्तो आऊ न यहाँको त कस्तो मिठो हुन्छ नि खै कहाँ त यो योजना यसरी हाम्रो ड्राई यस्तो कस्तो ग्यादरिङ निकाल न। भेटघाट मिटअप त धेरै पहिलाको थियो नि त धेरै पहिलाको हो अब यसलाई मैले धेर हालेको नि कसरी पोस्टपोन भयो यो यस्तो हो यो हाम्रै कारणले प्रदीप सर त आइराख्नुहुन्छ यो प्रस्ताव राखिराख्नुहुन्छ मैले नभएर मैले एक्सक्युज लिएर आज टाइम बल्ल बल्ल यो पोस्टपोन गर्दा गर्दा अनि पोस्टपोन गरेर चाहिँ म्यामसँग पनि पहिलोचोटि भेटघाट भयो म्यामसँग पनि पहिलोचोटि अनि हाम्रो बाबु हुन्छ मेरो त हामीले अर्को भिडियोमा पनि हामी भेटघाट पाइसक्यो होइन होइन हिरो अनि त्यो अरू केही छ भन्नुपर्ने ल उहाँ चाहिँ म्यामले अब के गर्दै हुनुहुन्छ म यहाँ सर्भिस गर्दै गर्नुहुन्छ के हो म बिजी छु के ल्याउनु भयो रहेछ सानो आलु पनि आऊ न। आलु सानोले आलु नखाने रे सानोले ठुलै खाले आलु खाने रे सानो आलु नखाने रे यस्तो मिठो हाँसो छ सरको हाम्रो त हामी गुरु अनि के छ यसमा यसो केही कुरा जाओस् न यसमा यस्तो यसमा हार्दिकताका साथ आभार अब हजुरलाई त के भन्नु छ र अब धन्यवाद भन्यो भने चाहिँ आत्मीय मान्छेलाई धन्यवाद के भन्नु होइन त्यो भएर पनि यस्तो धेरै धेरै सम्झना धेरै धेरै सम्झना छ लामो सम्झना हामी धेरै खुसी छौँ है। हामी धेरै हामी चाहिँ नि उहाँ हाम्रो अस्ट्रेलियाबाट झिकाएको हाम्रो क्यामेराम्यानले चाहिँ चम्चा उँभो फर्काएर खाइरहनु भएको छ उहाँको फेरि यो खानाको परिकार पनि हाम्रोभन्दा डिफ्रेन्ट छ गाइजहरू गाइजहरू होइन यो गाइजहरूले उहाँ यस्तो देख्न सक्नुहुनेछ देख्न सक्नुहुनेछ अनि त्यस जङ्गल आउँदाखेरि प्रकृति आफैमा शान्त अब हामी कहाँ बसेका छौँ भन्ने कुराको यसो वरिपरिको सराउन्डिङ सेनारियोलाई पनि हजुरले ख्याल गरिदिनु होला हामी यस्तो surrounding your pronunciation यस्तो चाहिँ नि यस्तो हो त यहाँ पार्टी गर्न बस्नु यस्तो प्रनाउन्सिएसन चाहिँ अस्ट्रेलियन क्यामेराम्यानले हामीलाई यसो हल्का कोच यस्तो पनि छ अनि यो कुरा सुनेर उहाँ चाहिँ फेरि अर्कै खालको हाँसो हाँसिरहनु भएको छ ल हेर्नुहोस् त्यस्तो खालको म्यामलाई यस्तो लागिरहेको होला कि हामीलाई किनभने हामी त यस्तो कराइराख्छौँ ननस्टप हामी कराइराख्छौँ हामी कराइराख्ने हो हामी गरेर राख्ने हो म्यामलाई डिस्टर्ब पनि हुनसक्छ यसमा हामीले पहिल्यै एक्सक्युज मागेरै अनुमति ल्याएका छौँ होइन गुरु हो सही हो सही हो सही हो आजको भिडियो यहाँहरूले अन्तिमसम्म हेरिदिनु भएकोमा चाहिँ यो हृदय कन्तस्करणदेखि नै साधुवाद नमन प्रकट गर्न चाहन्छु यहाँहरू सम्पूर्णलाई हृदय कन्तस्करणदेखि नै साधुवाद प्रकट गर्दै फेरि पनि अर्को भिडियोमा यहाँहरूमा भेटिने बाचा गर्दै अर्को भिडियोसम्मको लागि चाहिँ छुट्टिने अनुमति माग्दै यहाँहरूको माझमा प्रदीप सानी अफिसियल युट्युब च्यानलमा भएको थुप्रै भिडियोहरू छन् त्यो भिडियोहरू पनि अन्तिमसम्म हेरेर लाइक सेयर अनि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला आजको निकै रमाइलो दृश्य यहाँहरूले देख्नुभयो रमाइलो बवाल छ र विशेष गरेर हाम्रो सकुलदेव दाहाल सर र उहाँहरूको सपरिवारप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु यो मिठो समयलाई चाहिँ जुराइदिनु भएकोमा यहाँहरू सम्पूर्णको जय होस् कल्याण होस् मङ्गल होस् भन्दै अर्को भिडियोमा हामी अवश्य पनि भेट्नेछौँ त्यतिन्जेलसम्म यहाँहरूको चालेका पाइला र पालेका सुन्दर सपनाहरूले चाहिँ अवश्य पनि मूर्त रूप लिउन् र यहाँहरू सम्पूर्णको जय होस् कल्याण होस् मङ्गल होस् है त गाइजहरू